आज हामी साथीभाइहरू जम्मा भएर एउटा नेपाली झल्को देखाऊँ भन्ने हिसाबले चाहिँ गेट टुगेदर गरेका छौँ। एडलेटको राम्रो एकदम रमणीय ठाउँ वर्षा भ्यालीमा आएर सम्पूर्ण हामी साथीभाइ एउटा गरेर जम्मा भएर यहाँ आएका छौँ। त्यस हामी रमाइलो गर्छौँ। अल गुड, थ्याङ्क यू। एकदम बवाल छ। यता जानु न त कसरी सक्यो नि तिम्रो रसिदको कामहरू। ल विक्रम सक्यो नि कामहरू हो। इन्स्ट्रक्सन लिडै विक्रमले गरेको छ। सक्यो सब कामहरू। हामी चाहिँ आज के बार ट्युसडे हामी नेपाली ग्रुप चाहिँ पिकनिक आएको। सबैजनाले इन्जोय गर्नु होला गाइजहरू। हामी चाहिँ अहिले ब्रेकफास्टको लागि रेडी गर्दैछौँ। अब त्यसपछि ब्रेकफास्ट चाहिँ हुन्न। भोकले रन के
बहिनी रेखा बहिनी र निशा बहिनी दुवैजना बिहा गर्न जाँदैछन् उनीहरूलाई धेरै धेरै शुभकामना वैवाहिक जीवन एकदम सुखमय रहोस् एकदम शान्त एकदमै प्रगतिको कामना सहित नेक्स्ट इयर चाहिँ फेरि बेबी सावर र जेन्डर रिभिल पनि यस्तै गरेर गर्न पाइयोस् भन्दै सबैजना यहाँको नेपाली भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद यति राम्रो पिकनिक अर्गनाइज गरिदिनु भयो र यो दुईटा बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद धेरै धेरै बधाई अब आउने जीवन अझै प्रगति होस् अझै राम्रो होस् अझै सुन्दर होस् दुईजना मिलेर धेरै प्रगति गर्नु कङ्ग्रेचुलेसन वन्स अगेन थ्याङ्क यू